हेलो फ्रेन्ड्स, वेलकम टु माई ब्लग है। अहिले चाहिँ भन्नुपर्दाखेरि चाहिँ म यो कालाबन्जर चोक नेर आइपुगेँ। अब यो कालाबन्जर चोकबाट चाहिँ म एउटा भ्लगिङको स्टार्टिङ गर्दैछु होइन। हामी चाहिँ यो अब कालाबन्जर चोकबाट उत्तरतिर लाग्नेछौँ। यहाँबाट धरान जाने अब एउटा सर्टकट बाटो पनि छ है। यो बाटोलाई पनि म एक्सप्लोर गर्दै यहाँलाई पनि देखाउँदै लानेछु। अब यो बाटो भन्नुपर्दाखेरि चाहिँ अब पुरानो नै बाटो हो, पुरानो मान्छेले युज गर्दै गरेको। अब निकै पुरानो बाटो हो, धेरैलाई थाहा पनि छ, धेरैलाई अब थाहा नहुन पनि सक्छ। अब जस हामी सर्टकट अब धरानतिर जाँदैछौँ भने चाहिँ यो बाटो पनि युज गर्न सकिन्छ। अहिले चाहिँ भन्नुपर्दाखेरि चाहिँ ठ्याक्कै यो कालाबन्जर चोकबाट चाहिँ अब यो स्कुलको साइडबाट चाहिँ एउटा बाटो छ है, पिच बाटो नै छ। यो बाटो चाहिँ हामी अगाडि जाने हो यहाँबाट लेफ्टबाट होइन। ल हामी लगभग कालाबन्जर चोकबाट चाहिँ हामी लगभग अब यो धेरै त दूरी त छैन, 10 किलोमिटरको छ। अब यो 10 किलोमिटरको दूरी चाहिँ अब धेरै ठाउँमा चाहिँ पिच बनिएको छ है। अब थोरै ठाउँ चाहिँ अब पिच बन्नु बाँकी छ धरानपट्टिको साइडमा। यहाँहरू पनि अब उतापट्टिको बाटो भिड हुन्छ भने चाहिँ यो साइडको बाटोबाट पनि हामीले युज गरेर धरानतिर जान सकिन्छ। आज यही बाटोलाई म एक्सप्लोर गर्दै यहाँलाई देखाउँदै लानेछु फ्रेन्ड्स। लेट्स वाच इट आउट। फ्रेन्ड्स, अब यो मदन भण्डारी हाइवेबाट चाहिँ हामीले उत्तर लाग्दाखेरि चाहिँ अब यो भलुवा चौरी हुँदै जाने बाटो अहिले म युज गरेको। अब यहाँ देख्न सकिन्छ बिचबाट पनि आउन सकिन्छ। अब ठ्याक्कै कालाबन्जर चोकबाट आउँदाखेरि चाहिँ मैले यो बाटो सरसरी यहाँलाई देखाएँ। अब अलि ओरैबाट सेउती खोलाको छेउबाट पनि आउने बाटोहरू छ, त्यो बाटो पनि युज गर्न सकिन्छ हामी अब यही बाटो जाने हो। फ्रेन्ड्स, अहिले चाहिँ हामी यो सर्दु खोलाको छेउमा यो चोकमा आइपुग्यौँ। यता कालाबन्जर साइडपट्टिबाट चाहिँ अब यतापट्टि जाने बाटो चाहिँ हाम्रो ठ्याक्कै नडा निक्लिन्छ। यो कच्ची बाटो, यता कच्ची बाटो छ होइन। अब हामी सिधै जाँदाखेरि चाहिँ धरान जाने हो। अब यहाँनिर सर्दु खोलामा यो हालसालै अब 2 वर्ष हाराहारी भयो होला यो पुल बनिएको। यो प्रदेश सरकारको सहयोगमा बनेको भनेर यहाँनिर एउटा बोर्ड पनि देखेँ मैले। अब यो बाटोमा यो पुल बनिकन चाहिँ अझै यो बाटोको हाइप अझै राम्रो भएको छ। लगभग अब यो पुल नबनिकन त अब खोला बर्खामा त अलिकति अप्ठ्यारै हुन्थ्यो होला। लगभग यो पुल भएर होइन यो पिच बाटो बनिकन चाहिँ अझै सहज भएको छ। यस हामीले त्यति भिडभाड चाहिँ झेल्नु पर्दैन यो बाटोमा। मलाई चाहिँ यो बाटो हिँड्नलाई चाहिँ अब निकै सहज लाग्छ भिडभाड नभएको कारणले गर्दाखेरि चाहिँ। लगभग प्रायः म धरान आउनु पर्दाखेरि चाहिँ यो बाटो नै युज गर्छु। अब देख्न सकिन्छ बाटो त्यति ठुलो बाटो त होइन। यस वान वे बाटो राम्रोसँग हामीले आउन सकिन्छ फ्रेन्ड्स। अब यो पिच भनेको चाहिँ अब यहाँ एउटा खोल्चो छ, यो खोल्चोसम्म मात्र छ। यो खोल्चो कटेपछि चाहिँ हामीले अब यस ग्राभल बाटो अफ राइडिङ गर्दै जानुपर्ने हुन्छ। त्यही पनि अब यस स्थानीय अब हाम्रो हर्कराज सरले चाहिँ यतापट्टि धरानतिरको यो बाटोलाई पनि अब बनाउँछु भनेर प्रायोरिटीमा राख्नुभएको छ। त्यो बाटो पनि बन्यो भने चाहिँ अझै सुनमा सुगन्ध हुने थियो फ्रेन्ड्स है। अब यो छोटो दूरी यस मधेस झर्नलाई, तराई झर्नलाई एउटा राम्रो बाटो पनि साबित हुनेछ यो बाटो। पहिला चाहिँ एउटा हाम्रो धरानबाट चल्ने नगर बस थियो। नगर बस भन्दा पनि त्यो निलो रङको नगर बस थियो। पछि त्यो नगर बस हटाएर चाहिँ अब यही कालाबन्जर रुटमा चल्थ्यो होइन। यही बाटो हुँदै चल्ने हुन्थ्यो। अब यो बाटो त भन्नुपर्दाखेरि धेरै पुरानो बाटो हो होइन। पहिला अब कालाबन्जरतिरबाट दुधहरू बेचेर ल्याउने धरानतिर यही बाटो नै प्रयोग हुँदै आएको हो है। अलिकति बिचमा चाहिँ हात्तीको त्रासले गर्दाखेरि निकै अप्ठ्यारो पारेको थियो बिचमा। लगभग अहिले त अब हात्तीको त्रास पनि छैन त्यति। लगभग अब यहाँबाट चाहिँ ग्राभल सुरु भयो है। लगभग हामीले यो ग्राभल चाहिँ 5 किलोमिटर जति होला यो धरानको साइडपट्टि पर्दो रहेछ यो ग्राभल साइड चाहिँ। यो ग्राभलको बाटो चाहिँ अब हाम्रो हर्क साम्पाङले बनाउँछु भन्नुभएको छ। अब छिटै बनियोस्, हाम्रो यही कामना।
यो बाटोमा चाहिँ अब यो टेम्पोहरू भयो, बाइकहरू भयो होइन, अब यो साइकलमा हिँड्ने अब मान्छेहरू भयो, थुप्रो देखिन्छ क्या यहाँनिर नि। अब लगभग ठुल्ठुलो गाडीहरू त अब कमै चल्छ होइन, जस्ट ठुल्ठुलो गाडी चल्यो भने चाहिँ आकल झुकल चलिहाल्यो भने चाहिँ अब निकै धुलामै हुन्छ, नत्र त अब अरू ठिकै छ। यहाँ अब देख्न सकिन्छ है अब खानेपानीको ट्याङ्की यो कुमियालको यहाँनिर लगभग हामी धरान निक्लिसक्यौँ। त्यस्तो धेरै लामो दूरी पर्दैन, धेरै से धेरै 10 किलोमिटर। अब हामी अहिले कुमियाल साइडमा निक्ल्यौँ। कुमियालबाट सिधै अब हामी फोक्लेन टापुबाट चाहिँ सिधै रेलवे चोक। लगभग यहाँहरूलाई पनि अब धेरै दिन भयो यो साइडको मैले एक्सप्लोर गरेको थिइनँ होइन, आज यता पनि देखाउँदै अब यो ब्लगमा पनि समेटौँ। फ्रेन्ड्स अहिले चाहिँ हामी यो धरान चतरा अन्तर्गतको बाटोमा अहिले निक्ल्यौँ। यो अहिलेको अब हालको मदन भण्डारी हाइवे अब यहाँनिर नै यही बाटोलाई नै समेटिएको छ अहिले। यो धरान चतरा हाइवेको यो हाम्रो ठ्याक्कै यो फोक्लेन टापु छेउनेर आइपुग्यौँ मैले यो बाटोमा। ठकुरी खोला पुल पहिला चाहिँ अब यहाँ फोक्लेन टापु भन्थ्यौँ होइन, अहिले चाहिँ अब यो ठाउँलाई पनि अब के भन्छ ठकुरी खोला पुल लेखेर चाहिँ यहाँनिर ब्रिजको नाम चाहिँ है। अब हामीले अफ राइडिङ चाहिँ लगभग 4 देखि 5 किलोमिटरको अफ राइडिङ सकेर यहाँदेखि त अब पिच बाटो छ। यो हाइवे त अब धरान चतराको अब मदन भण्डारी हाइवे अन्तर्गत पर्छ होइन। लगभग यो बाटो अब धरानदेखि लिएर पूर्वतिर पनि बन्दैछ, अब पुरै चाहिँ बनिसकेको छैन, ठाउँ ठाउँमा अब कति पार्टहरू अझै बाँकी नै छ होइन। अस्ति एकचोटि म लेटाङ गएको थिएँ होइन, लेटाङको पार्टमा त्यहाँनिर पनि अब निकै बाटो मदन भण्डारी साइडको बनेको देखेँ। अब त्यतिखेर ब्लगिङहरू चाहिँ गर्नु पाइनँ, अब फेरि पनि होइन त्यो साइडमा गयो भने चाहिँ म ब्लगिङहरू गरेर यहाँलाई देखाउने प्रयास गर्नेछु साथीहरू। आज अब यो ब्लग चाहिँ मैले अब यही रेलवे चोकको सम्म बनाउने छु, रेलवे चोकबाट चाहिँ म यो ब्लगलाई इन गर्नेछु। यस आज मैले चाहिँ अब यहाँ धरान आउने काम पनि थियो अनि त्यही भएर पनि लगभग यहाँहरूलाई पनि यो सर्टकट बाटो एक्सप्लोर गरौँ भनेर मैले देखाउने प्रयास गरेको। आशा छ यहाँहरूलाई यो ब्लग मन पर्यो होला। लगभग हामी रेलवे चोक पनि आइपुग्यौँ। अब यो ब्लग मलाई यहाँसम्म पुरा हेरेर मलाई साथ दिनुभयो, यसको लागि अब धेरै धेरै धन्यवाद दिन चाहन्छु साथीहरू। अब अर्को ब्लगमा फेरि यस्तै ठाउँहरू एक्सप्लोर गर्दै यहाँलाई देखाउने म प्रयास गर्नेछु। थ्याङ्क यू फर वाचिङ फ्रेन्ड्स, स्टे सेफ, स्टे हेल्दी।